तपाईले कहिलेकाहीँ नेपाल मण्डल घुम्दाखेरि कहीँ घरमा पानी नआइराख्दाखेरि कता कता चोकहरूमा चाहिँ यो धाराबाट वा हिटीबाट पानी आइरहेको देख्दाखेरि इन्ट्रेस्टिङ लाग्छ कि लाग्दैन हो यदि तपाईँ लाग्छ भने यो भिडियो तपाईँको लागि अन्तिमसम्म हेर्नुहोला हामीले यो हिटी प्रणाली बुझ्नको लागि सबसे फर्स्टमा बुझ्नुपर्छ यहाँको सिभिलाइजेसन र यहाँको डिनेस्ट्रिजहरू भनिन्छ किराँतीहरू भनेको चाहिँ मोस्ट अफ द टाइम पहाडको माथितिर बस्ने क्लानहरू थिए र माथि बसिसकेपछि दे न्यू वाटर स्प्राउट्सहरू वा वाटर स्प्रिङ्सहरूको त्यो सोर्सेसहरू कसरी पत्ता लगाउने दे वर द प्रोस र त्यसपछि आए लिच्छवीहरू जुन चाहिँ मिथिलाबाट वा गङ्गाको तटबाट आएको थियो विच मिन्स दे न्यू वाटर क्यानल सिस्टम क्या र जुन किराँतीहरूले पत्ता लगाएको वाटर सोर्सलाई तलसम्म लिएर आउने उहाँहरू किराँतीहरूले नै गरे र त्यसलाई तलसम्म रिजर्भर लिएर आइसकेपछि थ्रु आउट द भ्याली वाटर क्यानलमा डिस्ट्रिब्युट गर्ने चाहिँ लिच्छवीहरूले गरे र त्यसपछि मल्लहरूले भनेको त्यसलाई स्केल गरे र आर्ट एड गरे यो यसो अलिकति मजाले बुझ्ने हो भने इट इज अलमोस्ट लाइक सस्टेनेबल अर्बनाइजेसन द्याट वी आर टकिङ अबाउट क्या अब बुझौँ यसको बेसिक प्रणाली यो एउटा भिडियो सिरिज नै भएको भएर हामीले यसमा कन्टिन्युसली बनाइ नै राख्छौँ सो आज बुझौँ अलिकति हिटी प्रणालीको बारेमा मोस्ट अफ द टाइम यस्तो हिटीहरू भनेको ग्राउन्डभन्दा अलिकति तल्लो लेभलमा राखेको हुन्छ जसलाई चाहिँ हामीले हिटी गा पनि भनेर भन्दछ र त्यसपछि तपाईँले धाराको सेप जस्तो देख्नुहुन्छ जुन चाहिँ मकराको सेपमा हामीले बनाइरहेको हुन्छ र त्यसपछि तपाईँले त्यसलाई पछ्याउँदै जानुभयो भने चाहिँ एउटा वाटर क्यानल सिस्टम वा वाटर च्यानल सिस्टम भनौँ न त्यस्तो आइदर मेड आउट अफ वुड अर टेराकोट्टा सो यो खालको हिटी दुँ चाहिँ तपाईँले देख्नुहुन्छ र तपाईँले त्यसलाई क्यानललाई चाहिँ पछ्याउँदै जानुभयो भने चाहिँ एउटा स्पेसल मङ्गा वा एउटा स्पेसल रिजर्भरमा पुगिन्छ जसलाई चाहिँ नाभी मण्डल भनिन्छ हो यो नाभी मण्डल भने चाहिँ मोस्ट अफ द टाइम अन्डरग्राउन्ड वाटर रिजर्भर वा मोइस्ट अन्डरग्राउन्ड ल्यान्डतिर चाहिँ बनाइन्छ जहाँबाट चाहिँ वाटर मजाले 24 घन्टा चाहिँ थ्रु आउट द 12 मन्थ्स फ्लो गर्न सकिन्छ हुन त त्यो नाभी मण्डललाई वाटर सप्लाई गर्न र त्यसको अराउन्डको पेरिफेरीलाई चाहिँ कन्सटेन्टली मोइस्ट राख्नको लागि आइदर एउटा लेक बनाइन्छ वा लेक भएको ठाउँसम्म चाहिँ नाभी मण्डललाई चाहिँ लिएर गइन्छ किनभने लेकले चाहिँ इट एक्ट्स एज अ ग्राउन्ड वाटर रिचार्ज इकोसिस्टम त्यसले चाहिँ कन्सटेन्टली त्यो होल एरियालाई नै मोइस्ट राखिरहेको छ र त्यही भएर चाहिँ 24/7 12 मास पानी कन्सटेन्टली नाभी मण्डलमा आइरहेको छ एन्ड दिस इज जस्ट अ बेसिक अफ हिटी प्रणाली सिस्टम नेक्स्ट टाइम तपाईँले कतै पनि यस्तो धाराहरू देख्नुहुन्छ भने यो बेसिकली धारा मात्रै हो भने नबुझ्नु होला इट इज एन एन्टायर इकोसिस्टम द्याट वाज बिल्ट मेड एन्ड रिइन्भेन्टेड जस्ट इन नेपाल मण्डल